साथीहरू हामी अहिले भेरेटारमा एकछिन बसेर यहाँ दृश्यावलोकन सँगसँगै फोटो सुट गरिरहेका छौँ। यहाँ देखिरहनु भएको छ भर्खरै यहाँ एकदमै हेर्नु यहाँ हुसु लागिरहेको कन्डिसन छ। यहाँ हाम्रो साथीहरू साह्रै नै खुसी मानिरहनु भएको छ। देखिरहनु भएको छ यहाँ हेर्नुहोस् त सबै साथीहरू। यहाँ माथि इमान सिंह चेम्जोङको मूर्तिमुनि हामी छौँ। यहाँ सबैजना यही हुनुहुन्छ। ल सिस्टर हामी आज कहाँ हिँडेको अरे? हामी नाम्चे हिँडेको के को लागि? उत्प्रेरणा तालिममा हामी स्वास्थ्यबाट चाहिँ धरानको सबै स्वास्थ्य कर्मीहरू जाँदैछौँ। एकदम राम्रो। तपाईँ कहाँ हिँड्नुभएको अरे? सेम हो। ल यहाँ हाम्रो सीमासँग के छ ल भन्नु त? नगरपालिकालाई धेरै धेरै धन्यवाद। हजुर 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 भन्नु त सर आज कहाँ जानुहुँदैछ? नगरपालिकाको स्वास्थ्य महाशाखाले धेरै धन्यवाद दिन चाहन्छु जसले यो उत्प्रेरणा जुन नाम कार्यक्रम स्थापना गरेको एकदम राम्रो हो होइन। हजुर त्यो भविष्यमा यस्तो गरिरहनु जस्तो मलाई लाग्छ। यसले गर्दा फेरि कर्मचारीको मनोबल उच्च हुन्छ, काम गर्ने जोस आउँछ भन्ने कुरा मलाई लाग्छ। यहाँ रोशनजी तपाईँ धन्यवाद सर। हामी अहिले धरान महानगरपालिका स्वास्थ्य महाशाखाबाट चाहिँ हामी उत्प्रेरणा तालिमको लागि हामी सबै साथीहरू चाहिँ आइपुग। रोशन सर हजुरलाई चाहिँ यो फर्स्ट टाइम हो कि अरूपल्ट पनि आउनु भएको छ यता? भन्नाले स्टाफसँग चाहिँ हाम्रो स्वास्थ्य महाशाखाबाट तिनवटा प्रथम पहिलोचोटि चाहिँ आएको। ए ल धन्यवाद सर।